ल हाम्रो भान्जीले कपाल राम्रो ल्याउनलाई कपाल काट्न थाल्नुभएछ होइन। कपाल काट्न जानुभन्दा अगाडि मलाई फोन गर्नुभयो, मामा म कपाल काट्न जाँदैछु, मेरो कपाल पातलो भयो, नराम्रो भयो, सबै टक्लु बनाउँछु अनि राम्रो आउँछ रे भनेर चाहिँ यो कपाल काट्न जानुभयो। कपाल काट्न गएर भिडियो बनाएर मलाई पठाइदिनु भयो होइन। उहाँले चाहिँ यसरी कपाल काट्दाखेरि पनि मलाई दुःखी हुनुहुन्न, किन भन्दा राम्रो कपाल आउँछ, सिल्की कपाल आउँछ, धेरै बाक्लो कपाल आउँछ, पातलो भयो अरे उहाँलाई होइन। खै कसले सिकायो होइन। अनि ल मैले त काटेर आएँ भन्दै काट्दैछु भन्दै भिडियो गर्नुभयो। भिडियो कलमा म हेरिरहेको थिएँ। अनि भिडियो बनाएर राखिदिनु, ल मेरो भिडियो बनाएर राखिदिनु है कपाल काटेको भन्दै हुनुहुन्थ्यो। त्यो भएर मैले यो भिडियो बनाएर राख्दैछु। उहाँले यसरी कपाल काट्दै हुनुहुन्छ होइन। अब केटाकेटी त रुन्छन् नि त, तर उहाँ खुसी हुनुहुन्छ। कपाल टक्लु बनाउँदाखेरि पनि खुसी हुनुहुन्छ, उहाँ हाँस्नु भएको छ होइन। किन भन्दा राम्रो कपाल आउँछ भन्ने कुरा छ उहाँलाई त्यो विश्वास छ, पूर्ण विश्वास छ। बाक्लो कपाल आउँछ भन्ने पूर्ण विश्वास छ। यो कपाल राम्रो भएन रे उहाँलाई, खै कस्तो राम्रो चाहिएको हो होइन। पुरा हेर्दै हुनुहुन्छ होइन। यसरी ला गयो भन्ने, ला भन्ने पनि भयो होला नि त मन मनाइ होइन। त्यत्रो भएको कपालले गयो भन्ने पनि भयो होला सानोमै। अब यो गन्जे देखियो यही अझ हेर्दै हुनुहुन्छ, त्यहाँ मम्मीले हेर्दै हुनुहुन्छ, हाँस्दै हुनुहुन्छ मजाले होइन। ला अब म त गन्जे भएँ भन्ने भएको छ। अनि फोन गर्दा ल मामा मलाई त टक्लु भन्छन् साथीहरूले, टक्लु भन्छन् भन्दै हुनुहुन्थ्यो। केही हुँदैन, आइहाल्छ कपाल आइहाल्छ भने मैले होइन। कपाल छिट्टै आउँछ भान्जीको, राम्रो कपाल आउँछ। र उहाँले जे चाहनुभएको थियो त्यही हुन्छ। ल यस्तो छ है, यसरी काट्दै हुनुहुन्छ। मलाई पहिले जानुभन्दा अगाडि पनि भन्नुभएको थियो र गएर आइसकेपछि पनि भिडियो छ यहाँ होइन। यसरी मजाले बसेर आनन्दले केही नसोची, केही नरोई, केही नभनी काट्नु भएको छ उहाँले। मेरो फाइनल लुक्स राखिदिनु है भिडियोमा भन्दै हुनुहुन्थ्यो। मैले काटेर भ्याएपछि फाइनल लुक्स पनि राखिदिनु ल, टिकटकमा हालिदिनु है भनेर मलाई भिडियो पठाउनु भएको मम्मीलाई भनेर, मम्मी मार्फत उहाँले मलाई भिडियो पठाउनु भयो, फोन गर्नुभयो, भिडियो कल गरेर भन्नुभयो ल मेरो त भिडियो राखिदिनु ल मामा, मैले काटेर आएँ भन्दै हुनुहुन्थ्यो। फाइनल लुक्स अरे उहाँको यस्तो। अनि घर आएको पनि देखाउनु भएको छ। घर आउँदै बित्तिकै पनि फोन गरेर ल मैले नुहाएँ मामा, मैले फाइनल लुक्स यस्तो भयो मेरो भन्दै भिडियो कल गर्नुभएको थियो। र उहाँले कपाल राम्रो आउँछ भनेर, बाक्लो आउँछ भनेर कपाल यसरी काट्नु भएछ। कसले सिकाएछ उहाँलाई है। खुसी भएर राम्रो कपाल आउँछ भनेर। फेरि साथीहरूले टक्लु भन्ने हुन् मलाई भन्दै हुनुहुन्थ्यो। टक्लु त बनिहाल्छन् एक दुई दिन होइन, त्यसपछि आउँछ फेरि कपाल। तर राम्रो देखिएको छ कपाल काट्दाखेरि, हाम्रो भान्जीलाई राम्रो देखिएको छ। फाइनल लुक्स यस्तो छ, कस्तो क्युट देखिन्छ भने होइन। कस्तो क्युट देखिएको छ। ल अलि निराश भयो जस्तो माने लास्टमा। अब नआएर आएपछि फेरि अब रमाइलो लागेको छ उहाँलाई। अब फेरि कपाल सपाल अझै रमाइलो लाग्यो, कस्तो क्युट देखेको होइन। ल